कति धुलो कति दाइ। अनि यो त नयाँ बस पार्क होइन र भने हामी त सातो बाटो झरेर कलङ्की हुँदै उता तिर्सुलीतिर जानुपर्ने मान्छे कहाँ उल्टो बाटो आइरहेछौँ दाइ। पुरो बुझ्छस् तैँले पहिला आइज त आइज। धरतीमा पाइला नटेक्दै तिम्रो बाबालाई केही भइदिएको भए तिम्रो के हालत हुन्थ्यो अनि मेरो के हालत हुन्थ्यो होला। हे भगवान्, तन्न तपाईँले हात थापिदिनु भयो। अञ्जली दिदी, तपाईलाई एउटा कुराको विश्वास लाग्छ कि लाग्दैन? मलाई चाहिँ लाग्छ। के कुराको विश्वास बहिनी? दिदी, तपाईलाई धामी झाँक्री बोक्सीको विश्वास लाग्छ कि लाग्दैन? लाग्छ भनौँ कि लाग्दैन भनौँ। डाक्टरकोमा गएर धाउँदा धाउँदा निको नभएको धामी झाँक्रीले निको हुन्छ, तर आजकलकाले विश्वासै गर्दैनन्। के भन्ने अब? दिदी, तपाईलाई एउटा कुरा भनौँ। कस्तो कुरा हो भन न। त्यो मुना साइडमा भेट्यो भने मलाई त सायद पर्छ जस्तै लाग्दैन। हुन त हो नि, विधवालाई देखेपछि कहाँ सायद पर्छ र। अब पहिला त त्यही सेतै लुगामा आएको त नि यो गाउँमा, चन्द्रले बिहा गरेर मात्रै पो त, नत्र त। भन्न हुँदैन के, फेरि वरपर कसैले सुन्यो भने बसी खानुहुन्न यो गाउँमा। कहाँ हिँड्यो हो क्या हामी? चुप लाएर आइज न। ए यहाँ रहेछ ल। दाइ नमस्कार। नमस्कार। यो लमजुङ दियो गेस्ट हाउस है? हजुर हजुर दियो। ए म चन्द्रे दाइ। चन्द्रे भाइ।
हजुरको कुरा भएको थियो ए कोठा भने चाहिँ कोठा भन्नुभएको छ ए चाबी 202 नम्बर है ए 202 हजुर ए 200 माथि माथि 2 तलामा हस् त हस् हुन्छ क्या तपाईँ आइज माथि आइज दाइ हामी त जागिर गर्नुलाई उता तिर्सुलीतिर हिँड्या मान्छे यहाँ नयाँ बस पार्कको गेस्ट हाउसमा चाहिँ किन आएको भने पैसा नभएर पैसा कमाउनु हिँडे होइन दाइ त हो मुकेश पैसा नभएर पैसा कमाउनै हिँडेको तर तिर्सुली होइन कतार 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 मुकेश मलाई माफ गरिदे है म त तँलाई साथी मात्रै लिएर आएँ सामान पठाइदिनु भएको थियो चाहिने सामान यहीँभित्र छ अरे सबै बनाइदिनु है हुन्छ दाइ चन्द्रे पुगिस गेस्ट हाउस मैले सुर्केस पाएँ है अनि सुर्केसभित्र 20,000 पैसा पनि रहेछ त्यो पनि पाएँ यो सहयोगको लागि धेरै धेरै धन्यवाद है दाइ अनि तैँले पनि त गरेका छस् नि पर्दाखेरि मलाई सहयोग ल चन्द्रे राम्रोसँग जा पुगे पछाडि फोन गर्ने अनि फेरि विदेश गयो भनेर हामीलाई नबिर्सी फेरि हुन्छ दाइ धन्यवाद दाइ ल ल दाइ यो सुटकेस कपडा पैसा यो सब के भइरहेछ मैले धेरै सोचेर यो निर्णय लिएको मुकेश
मैले घरमा भनेको भए त न आमाले जान दिन्थिन्, न बाले जान दिन्थे, न मुनाले, न तैँले। तँलाई एउटा कुरा भनौँ, हामी जस्तोले गाउँमा केही गर्न सकिँदो रहेछ। अन्तिममा गएर विदेशी नै पर्नेछ। त पनि एक दिन जस्तै विदेशी हुनुपर्छ। कोसिस त नगरेको होइन नि भाइ, कोसिस त गरेको होइन। अदुवा खेती गर्नलाई कोसिस गरिएन कि, तरकारी खेती गर्नलाई कोसिस गरिएन कि, भैँसी पाल्छु भनेर कोसिस गरिएन कि, गाउँमा केही गरौँ भनेर कोसिस गरिएन कि। तर हातमा लाए सुन्न भाइ, केही सिक्ला। जागिर खोजेँ, हातमा ठेला उठ्ने गरी काम गरेँ, मुनाले जान दिइनँ। मुनाको पेटमा हुर्किँदै गरेको बच्चो छ, भोलि त्यसले च्याँ गरेपछि त्यसलाई किनिदिने कपडा छैन बाबु। आजभोलि त जन्मिने बित्तिकै डाइपर के चाहिन्छ, कति पैसाले किन्थ्यो। जान्छु भाइ, राम्रोसँग बसेस्, दाइले धोका दिएर ल्यायो नभनेस्। सबै विदेश जाने होला मनमा। यति बेलामा सबैलाई यस्तै हुन्छ भाइ। कसैका छोरीलाई पनि बुढा भएको बाआमालाई छोडेर विदेश जानु मन हुँदैन भाइ। मन काठो पारेर हिँड्नुपर्छ। के गर्ने त, गरिब पोखमा जन्म लिएपछि यस्तै हुँदो रहेछ। तर पिर नगर, म अलिअलि पैसा कमाएर लिएर आएपछि अनि त्यही पैसाले केही गर्नुपर्छ। सके तँलाई पनि तानौला, सकिनँ भने मैले कमाएर ल्याएको पैसाले गाउँमै बसेर केही गरौँला। मकै छर्नलाई त बिउ चाहिँदो रहेछ, अनि व्यापार बिजनेस गर्नलाई अलिअलि पैसा चाहियो नि त बाबु। राम्रोसँग बस है, दाइले धोका दिएन भने नरोक। हामी साउदी कतार जानेलाई त एयरपोर्टमा पुर्याउन पनि कोही आउँदैन बाबु। अमेरिका अस्ट्रेलिया उनीहरूको त कति धेरै आफन्त हुन्छ। मर्छु त दाइ, छस् र त तँलाई लिएर आएको। राम्रोसँग बसेस्, भाउजूको ख्याल गर्नु, भालाई भित्री रुप्छ, भाको ख्याल गरेस्, माको ख्याल गरेस्। भारती सुध्रेकी छि, म पुग्ने बित्तिकै तँलाई उतै तान्ने कोसिस गर्छु। भातिस दुखी गर्नु रहेछ बाबु हाम्रो त।
भाउजूले फोन गर्यो। माफ गर्नुहोला, तपाईँले डायल गर्नुभएको नम्बर उठेन। कृपया केही समय